हेलो नमस्कार। अहिले हामी सकसको सुटिङमा छौँ र हाम्रो लुगा लगाए अनुसार चिनिहाल्नुभयो होला मेरो साइडमा मुना, यता कान्छो, म माइलो हैन। र अहिले हजुरहरू हेर्दै हुनुहुन्छ ईशा कलेक्सन र ईशा कलेक्सनको विषयमा हाम्रो मुनाले केही भन्न खोजे जस्तो लागिरहेछ। हजुर नमस्ते सबैजनालाई। अनि अहिले चाहिँ हामी ईशा कलेक्सनको टिकटक अकाउन्टबाट चाहिँ कुरा गर्दैछौँ हजुरहरूसँग। सो ईशा कलेक्सन मैले पनि मुकेश भिडियोहरू हेरिरहेको हुन्छु होइन। अनि कपडाहरू हेर्छु राम्रो राम्रो छ, तर प्राइस हेर्दाखेरि कस्तो रिजनेबल क्या। अनि मलाई नि अर्डर गर्न मन लाग्छ, म एक दुईवटा अर्डर गर्छु। सो हजुरहरूले पनि आफूले खोजेको जस्तै कपडा तर ठिक्क आफूलाई मिल्ने खालको प्राइसमा चाहनु भएको छ भने चाहिँ एकचोटि ईशा कलेक्सनमा गएर तपाईँहरूले त्यहाँको कलेक्सन हेर्न सक्नुहुन्छ। र हाम्रो मुकेश भाइ हुनुहुन्छ ईशा कलेक्सनको ओनर, चाहिँ उहाँको मिसेस हुनुहुन्छ। उहाँहरूसँग चाहिँ हजुरले कन्ट्याक्ट गरेर चाहिँ लिन सक्नुहुन्छ है त। अहिले कुरा गरिरहँदा मलाई एउटा कुरो ठ्याक्कै याद आयो। जस्तै हामी तिनैजना होइन, ऊ चाहिँ हाम्रो अन्जु चाहिँ न्यारी कस्मेटिकको ओनर होइन। अनि यता हाम्रो ईशा कलेक्सनको मेरो विषयमा बोल्दा सपना कलेक्सनको ओनरको हस्बेन्ड, सबैजना हामी आफ्नो आफ्नो बिजनेसमा साइड बिजनेसमा चाहिँ अलिकति उ रहेछौँ। खुसी लाग्छ किनभने एउटा कलाकार मात्रै भएर बस्नुभन्दा होइन। ठिक छ, सबैजनाले ईशा कलेक्सनलाई चाहिँ माया गर्नु होला, ईशा कलेक्सनलाई फलो गरिदिनु होला। र सबैभन्दा बेस्ट हाम्रो कलाकारले व्यापार गर्दा फाइदा के हो भने हामीलाई विश्वास गर्नुहुन्छ दर्शकहरूले, यसरी ग्राहकहरूले माया गर्नुहुन्छ। अरूलाई जस्तो तपाईँहरू फेक हो कि स्क्याम हो कि भन्ने चाहिँ हामीलाई त्यति साह्रो डर हुँदैन, त्यही नै हो। अनि हामी पनि जिम्मेवार हुनुपर्छ, राम्रो सामान दिने कोसिस हुन्छ हाम्रो पनि होइन। र यो भिडियो हेरेर ईशा कलेक्सनमा आएकोलाई के गर्नुपर्छ ल अन्जु? हजुर, अनि यदि हजुरहरूले चाहिँ ईशा कलेक्सनको कुनै पनि सामान मन पर्यो र यदि यो भिडियो हेरेर जानुभएको छ भने चाहिँ हजुरहरूले इनबक्स गर्दाखेरि हामीले चाहिँ चन्द्रे र मुनाको भिडियो हेरेर आएको भन्नुभयो भने चाहिँ मुकेश भाइले विशेष डिस्काउन्ट दिनु होला है त, कमिटमेन्ट। र यो भिडियो हेर्ने जतिलाई केही न केही डिस्काउन्ट चाहिँ पक्कै यति चाहिँ मेरो तर्फबाट है तपाईँहरूलाई ईशा कलेक्सनमा डेलिभरी छुट हुन्छ अथवा केही न केही डिस्काउन्ट भन्दा एक्स्ट्रा होस् के उहाँ। अनि डिस्काउन्ट दिनु भएन भने हामी त्यो भिडियो हेरेर आएको भनेर स्क्रिनसटै पठाइदिनु ल है गर्नुपर्छ है। क्वारीलाई भन्नु ल। हस् धन्यवाद। फलो गरिराख्नु होला, हजुरहरूलाई काम लाग्ने कपडाहरू चाहिँ आइरहेको हुन्छ। सो फलो गरिदिनु होला।